सोचिरहेको छु कि आज हाम्रो साँच्चीकै अर्डर ज्यादा आएको कि हाम्रो काम गर्ने ढङ्गले 3वटा नान जल्ने गरेको सो हाई आज बिहान उठ्ने बित्तिकै सबभन्दा पहिले चिङ्कीले बाहिर छोड्ने गर्छु र लागिहाल्छु पिपलको पात लिएर एकछिन यसले हेर्न। सो यसपछि एक बोतल पानी पिन्छु र नाइदोर रेडी भइहाल्छु ड्युटीको लागि। सो आज गोवाको मौसम किन अखै पुरा बादल बादल भइसकेको छ र यसपछि किचनमा पुग्ने बित्तिकै देखा पर्ने गर्छ मलाई यो। एक्चुअली हामीले भेजिटेबलहरू क्रेट्समा हालेर राख्ने गरेको हुन्छौँ जसमा मुसा छिरेर एकदम खाएर सानो टुक्रा बनाइसकेको छ यसलाई। सो यसपछि फटाफट आफ्नो युनिफर्म चेन्ज गर्ने गर्छु र ससपेनमा पानी भरेर टेकाइदिइहाल्छु जसले गरम हुनको लागि। पानी तातिने बित्तिकै एउटा सानो अर्डरको टुक्रा लिने गर्छु र त्यसले नम्बरसँग थेचताच गरी एउटा कपमा हालेर यसमा पानी भरेर पिन लागिहाल्छु किनकि अलिअलि मोटापा बढिरहेछ। सो यसपछि हाम्रो पार्सलको अलिअलि अर्डरहरू चल्न लागिहाल्छन् र आइहाल्छ मैले 2टा चिज गार्लिक नानको अर्डर र नान पिकअप गर्न बित्तिकै लागिसक्थ्यो म गार्निसले ट्राई गर्न र यस्तै गर्दा गर्दै हाम्रो टाइम पनि भइसक्यो किचन क्लोज गरेर लागिसक्थ्यो हामी रुमतिर र यहाँ पुग्न बित्तिकै सबैभन्दा पहिले लागिहाल्छ हाम्रो रुमको धुलाइ गर्न र यसपछि एकछिन रेस्ट गरेर लागिहाल्छ म डाइरेक्ट ड्युटीतिर। यहाँ पुगेर हेर्न घरको पार्सलको 4-5वटा अर्डर राखिसकेको छ जसले हेर्ने बित्तिकै एकछिन लागि त मेरो हालत खराब भइहाल्छ। अब यसो नहोस् कि मैले बनाउने अन्त पहिले नि अर्डरको टाइम खत्म भइहाल्छ र ढिला भइहाल्छ। टाइम खत्म हुने अन्त पहिले म लागिहाल्छु नि अर्डरले बनाउन। त्यो सबैभन्दा पहिले यो पनिर काटिदिन्छु यो पाइलेर लागिहाल्छु मिक्स फ्राइड राइसले बनाउन र यसपछि लागिहाल्छु मन्चुरियनको ग्रेभी बनाउन तर यसको लागि त पकौडै रेडी भएको छैन किनकि यतातिर भइरहेछ हाम्रो बेबीकर्न गोल्डन फ्राई रेडी। सो यसपछि यसले साइडमा राख्ने गर्छु र लागिहाल्छु पास्ताको सस बनाउन र यी बिचमा हेर्ने गर्छु कि तन्दुर उपर हिट हुनेको कारणले यो भाइले पनि टेकाले त्यतिकै राखिरहेको छ पकाउनको लागि। सो यसपछि वापिस आएर पेनी पास्ताले यसमा नम्बरसँग टच गर्ने गर्छु र गरिदिइहाल्छु यसले पिकअप र यो नबित्तिकै गोबी मन्चुरियनले नि पिकअप गराउने गर्छु र लागिहाल्छु पेपर चिकन ड्राईले बनाउन र यसपछि यिनी अर्डर निकालिसकेपछि आने गर्छौँ बाल्कनीमा र लागिहाल्छ नेपालको चुनावको डिस्कसन गर्न किनकि हाम्रो तन जहाँ बस्यो नि मन त नेपाली नै हो। सो यसपछि आइसक्यो मैले मन्चा सुप र क्लियर सुपको अर्डर ड्याममै जस्ट पिकअप गराउन बित्तिकै आइहाल्छु म तन्दुर सेक्सनमा किनकि यतातिर एकसाथ आइसक्यो भित्रका नानको अर्डरहरू र साँच्चै भनौँ भने नानको अर्डर निकाल्दा एकछिनको लागि मेरो हालत खराब भइसकेको थियो र यसपछि आइसक्यो थियो हामीले एकसाथ 4वटा तन्दुरी चिकनको अर्डर तर यतिखेर तन्दुरी चिकन हामीले लगभग आधा जति खत्म भइसकेको थियो जसको कारणले हामीले अर्को ब्रान्चबाट हाफ डाउन गरेको तन्दुरी चिकन ल्याउने गर्छौँ र यसले पिकअप गराउने गर्छौँ र यिनी तन्दुरीहरूले पिकअप गराउन बित्तिकै लागिहाल्छु म नानहरूले बनाउन जसमा त यो नानको यो हाल भइहाल्छ र यो नानले पनि भाइले लगभग जलाइसकेको थियो थ्याङ्क गड कि मेरो नजर परेको यसमा र यो भिडियो यहाँसम्म हेरिसक्नु भएको छ भने भिडियोले लाइक र च्यानल सब्सक्राइब नगर्दासम्म नजानु होला किनकि तपाईँहरूको एउटा लाइक र एउटा सब्सक्राइबले मलाई धेरै मोटिभेसन मिल्ने गर्छ।